वेलकम ब्याक फेरि पनि हामी यहाँ जाँदैछौँ कहाँतिर जाँदैछौँ अरे हेलो गाइस त्यो जिन्दगी भनेको यस्तो खेल्ने बस्ने केटाहरू प्रगति गरिसक्यो आफू बल खेल्दै बस्ने एउटा भकुन्डो खेल्दै बस्ने होइन गाह्रो छ अनि के गरी बोल्या भन्दाखेरि झ्यापमा बोल्या भन्दाखेरि म झ्यापमा बोल्या हुन्छ कहिले आमामामा के एउटा हो यस्तो साह्रो एकदम फ्री हुन्छ है आज हाम्रो फुर्सद सो गाई चाहिँ तपाईँले आइदिनु होला सबजना आइदिँदा होला देखिँदा होला कहिले काहीँ मात्रै खेल्दा हुन्छ अनि त्यसपछि कहिले काहीँ यत्तिकै जस्तो आज सन्डे छुट्टी भएर हल्का विकेन्ड मनाएको अवस्था यस्तो दामी हान्दा यिनीहरूले केटाहरूले थाक्यो क्या लास्टै गर्मी बढेर बवाल भइरहेको छ अहिले के हो थाहा छैन किन हो थाहा छैन गर्मी चाहिँ एकदम बढिरहेको छ हिजो आज अलिकति गर्मी नै भइरहेको छ सबैजना होइन घामले नि अलिकति नै गरेर हुन्छ कि अब त्यही हो मजाले अनि आज यसो छुट्टी भएर अलिकति चलतिर आइदिएको यस रमाइलो गर्नुलाई मसँग जुत्ता नभएर मैले अहिले यही जुत्ता युज गरिरहेको छु अब कुनै दिन होला कुनै दिन त अब खेलिरहेको होला मजाले हो दामी नाइस यहाँ अब समीले नै हान्दा छ ओ ए तर्सियो म त हान्नु चाहिँ केटाहरू पहिल्यैदेखि ला हो म चाहिँ आजकल झुकाउनु खेल्दा हुन्छ त्यो चाहिँ रमाइलो भइरहेछ अब त्यही हामीले सर चाहिँ त्यहाँ बसिराख्नु भएको छ उहाँ वल्ल गरेर बसिराख्नु भएको छ धेरै दिनपछि हामीले भिडियो चाहिँ अलिकति कन्टिन्यू गरौँ भनेको कन्टिन्यू पनि भएन त्यहाँबाट अब अरू भन्दा नि कुरा चाहिँ के हो भने धेरै जस्तो कुराहरू चाहिँ के हो भने अब अलिकति नभ्याउने हुनु त एउटा नभ्याउनु भनेको एउटा बाहना मात्रै हुनु पनि भनिन्छ तर अलिकति यताउता गर्दाखेरि अब घुम्नु जानु पऱ्यो यताउता गर्दा कामले गर्दाखेरि नभ्यायो नि त्यही भएर नि भिडियो हाल्दिनँ अब आउने जाने कामको लागि त के हाल्नु होइन त्यही भएर नि हामी चाहिँ अब खेलिरहेको हल्का फुल्का चाहिँ हालेर हुन्छु सबैजना अब यहाँ खेलिरहेको त्यही हो दाइ थाक्यो क्या हाइट दाइ फेरि खतरा किपर हो नि फेरि हाम्रो आमामा तपाईँहरूले देखिराख्नु भयो होला यो मान्छे उहाँ मान्छे फेरि गाँदा खतरा भन्छ फेरि उहाँ पनि देखिराख्नु होला रामु हानी हो रामुले त्यो रमाइलो छ अलिकति खेलिन्छ दामी 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 दुईवटा हानिदिन्छु म डेन्जर एउटा दाइहरू सबैजना आउँदै हुनुहुन्छ म चाहिँ धेरै खेलिनँ अलिकति मात्रै खेलेँ नि पसिना पसिना भएर आइसक्यो पानी यता छ पानी खोइ कता थियो पानी दाइहरू आम्मा धब्बा भएर आइरहेछ म नसक्ने के भइरहेछ साँच्ची हाम्रो त्यो काम के भइरहेछ ल सबजना ठिक छ त्यही हो अब चाहिँ हामीले यहाँ जान्छौँ अब बस्छौँ अब चाहिँ हाम्रो यहाँ सकिसकेको छ सकेर अब घरतिर लाग्छौँ लास्टै आमामा गर्मीले अति नै हडा बनाइसक्यो है के छ एकदम खेल्यो है पनि हाम्रो दाइहरू आज खेल्दैछ म चाहिँ एकदम थाकेर मजाले बसिरहेको छु यो भिडियो चाहिँ अब लगभग आइहाल्छ अनि त्यसपछि योभन्दा अगाडिको भिडियोहरू चाहिँ अब मैले हालिरहेको छु बिस्तारै टाइम मिलाएर हालिरहेको छु अनि तपाईँहरू चाहिँ अल्छी नमान्नु होला मजाले आनन्दले तपाईँहरूले अब भिडियोहरू हेरिदिनु होला माया गरिदिनु होला त्यही भन्न चाहन्छु अरू त के भन्न चाहन्छु अब यो आवाजहरू चाहिँ के छ कस्तो छ थियो होइन अनि त्यसपछि त्यहीँबाट